त्यसैले सबैले है मेरो चाहिँ छोरीको बर्थडे आउन लागेको छ। त्यसैले गर्दाखेरि चाहिँ मैले अनलाइनबाट छोरीको लागि चाहिँ लुगा मगाएको थिएँ होइन। अनि टोटल्ली मैले 150 लुगा मगाएको थिएँ। यति धेरै आएको छ सिनबाट होइन। के भन्छ नि अनलाइनमा चाहिँ एकदमै सस्तो पाउँदो रहेछ। त्यही भएर चाहिँ मैले अनलाइन गरेको थिएँ। अनि कस्तो कस्तो आयो। मेरो छोरीको बर्थडे चाहिँ आउन लागेको छ है। छोरीको न्युमा अब भले पनि रे के। अनि यहाँनिर पनि छ है। मैले झुम्का पनि मगाएको छु। अनि मेरो लागि साडी पनि मगाएको छ। म चाहिँ हजुरहरूलाई सबै खोलेर पनि देखाउने छु है। कस्तो कस्तो वाउ मेरो लागि मम्मीको लागि सिमा लाएर पनि देखाउने छु है। यो चाहिँ मेरो लागि भयो अनि पिस है। अनि यो मेरो छोरीको लागि यहाँ छोरी यहाँ वाउ छोरीलाई हेर्दा राम्रो होइन जिन्सको। यहाँ छोरीलाई यहाँ अनि यो पनि छोरीकै लागि हो। छोरीलाई मैले यति धेरै लुगाहरू मगाइदिएको छु किनभने उसलाई चाहिँ अब यस्तो हुन्छ नि त बच्चाहरूले महँगोको लुगा दियो भने चाहिँ एक दुई दिनमै सानो हुँदो रहेछ है। त्यही भएर चाहिँ मैले अनलाइन गरिदिएको छु। यो पनि छोरीको लागि हो। एकदम राम्रो आएछ अनि ठिक पनि हुन्छ होला है। 3देखि 4 वर्षसम्मको मगाइदिएको छु मैले। मेरो छोरी चाहिँ अब 2 वर्ष पुरा भएर 3 वर्ष लाग्दैछ। त्यही भएर यो चाहिँ मैले बर्थडेको लागि मगाइदिएको। बर्थडेमा लगाइदिने भनेको छैन के हो यो सुहाउँदैन के हो छोरीलाई र हेर्दा त राम्रो देखेको थिएँ सिनको लुगाहरू तर यत्रो फ्ल्याम गरेको रहेछ त नि। अनि यो पनि आएको छ 150 यति धेरै लुगा आएको छ है। हजुरहरू पनि अनलाइन गर्नु होला सस्तोमै राम्रो लुगा आउँदो रहेछ है। अनि यो चाहिँ छोरीको लागि यो पनि छोरीको लागि यिनीहरू चाहिँ राम्रो आएछ हेर्नु के सो क्युट कस्तो राम्रो कि मैले चाहिँ सिट मगाएको छु होइन छोरीको लागि। अनि छोरीको लागि चाहिँ मैले अलिक धेरै मगाएको। अनि मेरो लागि पनि 1 पिसहरू किनभने कहिलेकाहीँ पार्टीहरू यताउता हुन्छ नि त। अहिले म लगाएर पनि देखाउने छु है। अनि छोरीको लागि मात्रै होइन आमाको लागि पनि धेरै मगाएँ क्या। अनि यो चाहिँ के रहेछ यो पनि छोरीकै लागि रहेछ। टी सर्टहरू धेरै मगाएको छु मेरो छोरीको लागि चाहिँ। यो काट्टु रहेछ अब गर्मी महिना आउनलाई यो। त्यही भएर 4 पिस रहेछ हो। वाउ 4 पिस छु कि वाउ कस्तो राम्रो आएछ कि हेर्नु कस्तो सफ्ट कि नराम्रो कि अनलाइनको लुगा पनि वाउ 150 होइन 150 युरोमा यति धेरै लुगा पाउने कि यो चाहिँ देखाउन नहुने हो कि हो के हो देखाउन नहुने वाला लुगा हो कि ए देखाउनै हुने वाला रहेछ। टी सर्ट रहेछ वाउ यो पनि 4 पिस छोरीको लागि। यो पनि छोरीको लागि टी सर्ट है कस्तो राम्रो रहेछ होइन कस्तो क्युट के। अनि यो छोरीको लागि भयो छोरीको लागि चाहिँ यति नै होला। अनि यो चाहिँ के हो फेरि मम्मीको लागि हो कि छोरीको लागि हो। वाउ यो पनि छोरीको लागि सो क्युट यो पनि छोरीको लागि। अनि यो चाहिँ कसको लागि हो फेरि के मगाएछ मैले ओ नो 1 पिस त 2टा मगाइसकेछु यस्तै पैसा किन धेरै गयो भनेको त 2टा के गर्ने मैले 2टा एउटै कलरको झुक्केर यस्तो हुन्छ कि मैले हेर्नु एउटा साथीले दिएको छ होइन 2टा भएछ के भन्नु यस्तै अनि के चाहिँ लुगा हेरेर धेरै लुगा मगाएपछि यस्तै गडबड हुन्छ कि किनकि हजुर। अनि यो चाहिँ नाइट ड्रेस पाउ गट्टु पनि रहेछ नाइट ड्रेसको त कस्तो आनन्द आउँछ कि राति सुतेर लगाएर बस्दाखेरि के गरेको यस्तो माइ गड यता हात दुधु गर्न जाऊ हात दुधु गर्न जाऊ यसो खाएपछि मम्मीले मराइहाल्छ नि जाऊ हात दुधु गरेर जाऊ। यो चाहिँ सुरुवालै छ तर पनि ठिक हुन्छ मलाई है। मैले चाहिँ मिडियम मगाएको छु। अनि राति सुत्दाखेरि लगाउँदाखेरि चाहिँ यो चाहिँ कस्तो आनन्द हुन्छ कि त्यही भएर। अनि यो पनि मैले नाइट ड्रेस नै मगाएको छु। नाइट ड्रेस
टी सर्ट चाहिँ फुलवाला हो है, घट्टु छैन यसको चाहिँ। अनि यो चाहिँ के हो, यो चाहिँ पापाको लागि रहेछ टी सर्ट होइन। पापाले सानो हुन्छ कि के हो टी सर्ट त, ओ माइ गॉड, पापा त ठुलो छ त नि। ला के हो कि यस्तो, पापा मान्छे ठुलो छ, लुगा सानो आइपुगेको जस्तो छ। अलिकति यिनीहरू चाहिँ घरमा त आइपुगेछ होइन, अरू त सबै साइनै आइपुगेछ। अनि पापाको लागि पनि मैले पापाको लागि चाहिँ 2टा टी सर्ट मगाइदिएको छु, मम्मीको लागि चाहिँ 2टा 1 पिस अनि 2टा नाइट ड्रेस मगाएको छु होइन। त्यति नै हो। यो चाहिँ कस्तो राम्रो के, वाउ। तर मेरो पापा त एकदमै लम्बु छ नि त, तर पापाको लागि चाहिँ छोटो हुन्छ कि जस्तो लाग्यो। त्यही पनि राम्रो छ टी सर्ट होइन, कस्तो नरम कि वाउ। अनि यति नै हो। मैले चाहिँ 150 यति धेरै लुगा मगाएको छु होइन अनलाइनबाट, तर मेरो झुक्केर के यो चाहिँ 2टा आइपुग्छ। हेर्नुहोस् न के गर्ने अब, यो यत्रो लुगा मगाउँदै झुक्केर यो 2टा दिँदैछ, यति धेरै लुगा आइपुगेछ। अब यो चाहिँ मेरो एउटा बहिनी छ, अनि उहाँ चाहिँ एकदम मिल्ने छ, बेला बेलामा नानी पनि हेरिदिनुहुन्छ होइन। अनि म उहाँ बहिनीलाई दिन्छु, उहाँ चाहिँ फेरि म जत्रै छ कि, हामी दुईजनाको हाइट पनि उस्तै छ अनि मोटीमा पनि उस्तै छ, त्यही भएर चाहिँ यो बहिनीलाई दिन्छु म। खुसी हुन्छ होला बिचरा त्यो बहिनी है। अहिलेसम्म मैले केही पनि दिएको छैन कि बिचरा बहिनीले फेरि, त्यही भएर मलाई कहिलेकाहीँ कस्तो लाग्छ कि कहिलेकाहीँ नानीहरू पनि हेरिदिनुहुन्छ। अनि उहाँ आउनुभएको चाहिँ 1 वर्ष जति भयो है। अनि जे भयो भने साथी बहिनीको नजिकको भन्दा पनि टाढाको चाहिँ एकदमै राम्रो हुने कि होइन। मैले चाहिँ यति धेरै लुगा मगाएको छु, उहाँहरू चाहिँ अब पहिल्यैदेखि मसँग एकदमै मिल्छ। अनि उहाँहरूको यताउता प्रोग्रामहरू, यति दसैँ तिहारहरू यताउता के अनि बर्थडे पार्टीहरू जेमा पनि बोलाउँछ कि बिचरा एकदमै मिल्ने बहिनीहरू छ होइन। अनि म चाहिँ उहाँ बहिनीलाई दिन्छु। यो चाहिँ अहिलेसम्म मैले केही पनि दिएको छैन, 2टा आएछ, त्यो पनि राम्रो भयो होइन। मलाई राम्रो लाग्यो, खुसी लाग्यो। मेरो छोरीको लागि पनि यति धेरै लुगा आएको छ हेर्नुहोस् त। अनि मेरो बुढा बुढीको लागि पनि यति धेरै लुगा आएको छ, 150 युरोमा कि यति धेरै लुगा। यो माइ गॉड, पसलमा गयो भने 2टा पाइस पनि आउँदैन। सो स्विट, राम्रो एकछिनमा म अनि लाएर हेरेको भिडियो पनि हजुरहरूलाई देखाउने छु होइन। मलाई चाहिँ भिडियो खासै बनाउन आउँदैन कि, त्यही भएर मैले चाहिँ आज धेरै समय भन्नाले पनि मैले फर्स्टचोटि अनलाइन सपिङ गरेको होइन। मलाई अनलाइन सपिङ कसरी गर्छ भन्ने थाहा थिएन। अनि मैले चाहिँ त्यही टिमोहरू यताउता अनि सबै डाउनलोड गरेको थिएँ, एमाजोनहरू अनि के हुँदो रहेछ, कस्तो कस्तो हुँदो रहेछ भनेर मैले सिनहरू सबै डाउनलोड गरेको थिएँ होइन। अनि यस्तो राम्रो राम्रो लुगाहरू देखाउँछ कि सस्तोमा कि 5 युरो 10 युरो 20 युरोमा यस्तो राम्रो राम्रो देखाउने होइन। म मगाएर हेरौँ न भने मैले चाहिँ मगाएर हेरेको थिएँ। अनि त्यही भएर यति धेरै आएको छ, 150 युरोमा यति धेरै लुगा आएको छ। अनि सो हजुरहरू कुन कुन कन्ट्रीमा हुनुहुन्छ होइन, म चाहिँ यहाँ अर्कै कन्ट्रीमा छु, त्यही भएर चाहिँ मेरो 150 युरोमा यति हुन त नेपालको लागि त 150 युरो पनि धेरै हो है। अनि हाम्रो लागि पनि धेरै नै हो, किनभने घर खर्चदेखि लिएर सबै टार्नुपर्छ। मैले चाहिँ अनलाइन नगर्ने थियो, मेरो छोरीको बर्थडे भएर एकचोटि भयो भने बर्थडे हो, मेरो बच्चाहरूको लागि खुसी हुन्छ भने मैले मगाइदिएको छु। अनि एकदम राम्रो राम्रो आएको छ होइन। मेरो छोरीको लागि कस्तो क्युट क्युट टी सर्टहरू आएको कि सबै सेट। यिनीहरू कति रुपियाँको हो थाहा छ तपाईँहरूलाई? यो 10 रुपियाँ, ओन्ली 10 रुपियाँ हो कि कति थियो कि यसको, यो 4वटा सेटको के 10 युरो के कति थियो होइन। 10 युरो भनेको त ठिकै हो नि। अनि 4 पिस हेर्नु न कस्तो राम्रो राम्रो। अनि यिनीहरू पनि 4 पिस, यिनीहरूको 10 युरो कि 12 युरो कति थियो होइन। अनि यो चाहिँ घर मिडियममा एकदम राम्रो हुन्छ नि त बाहिरतिर। यो पनि 3 पिस हेर्नु, सबै सेटमा गएको छ क्या। नमस्ते बाई बाई। अनि अर्को भिडियो पनि देखाउँछु हजुरहरूलाई है। मेरो त भिडियो सकिन लागिसक्यो, अब आफै हिँड्नुहुन्छ होइन।